दृश्य देख्दा मन भावुक भएको छ, भरिएको छ। बाइक आफै उठाउँदै हुनुहुन्छ गृहमन्त्री सुदन गुरुङ। यही ठाउँ हो जहाँ तत्कालीन प्रधानमन्त्री गृहमन्त्री स्कुलको ड्रेसमा आएका भाइ बहिनीहरूलाई ताकी ताकी हानेर मारेको दर्शकवृन्द। यही ठाउँ हो जहाँ सोम शर्माले ती जेन्जी भाइलाई समातेर रोइरहेका थिए दर्शकवृन्द। आज ती जेन्जीका आत्माले यदि माथिबाट हेरिरहेका छन् भने उहाँहरूको आत्मा खुसी भएको होला दर्शकवृन्द। मन्त्रीज्यू शहीदले त्यहाँ न्याय पाउँछन् नि, होइन? यही परिवर्तन देख्नको लागि उहाँले आफ्नो ज्यान गुमाउनु भएको थियो। त्यही कारणले गर्दा अन्तरिम सरकार बन्यो र अहिले रासोपाको लगभग 2/3 सरकार बनेको छ। जेन्जीले यही परिवर्तनको लागि आफ्नो ज्यान आहुति दिएका थिए दर्शकवृन्द। जेन्जी शहीदहरूका लागि यहाँ दीप प्रज्वलन हुँदैछ। गृहमन्त्री सुदन गुरुङ, अहिलेको सरकारका गृहमन्त्री सुदन गुरुङले यहाँ आएर दीप प्रज्वलन गर्दै हुनुहुन्छ, श्रद्धाञ्जली दिँदै हुनुहुन्छ, जेन्जी घाइतेप्रति सम्मान व्यक्त गर्दै हुनुहुन्छ। आफै पनि जेन्जी अभियन्ता भएको कारणले गर्दा र जेन्जी आन्दोलनपछिको नेतृत्व लिएर अगाडि बढेको कारणले गर्दा अहिले गृहमन्त्री हुनुहुन्छ। बत्ती बालिरहेको देख्दा दर्शकवृन्द आँखाबाट आँसु रोक्न नसकिने यो छेड छ। उहाँहरूको कारणले गर्दा यो देशले परिवर्तन पाउनेछ। उहाँहरूको कारणले गर्दा यो देश बिस्तारै परिवर्तन हुँदैछ। 100 दिनमा 100 सूची लिएर जसरी नयाँ सरकारले रफ्तारका साथ काम गरिरहेको छ, यही देख्नको लागि जेन्जीले ज्यान गुमाएका थिए दर्शकवृन्द। फलो गरेर अपडेटेड रहनुहोला र यो भिडियो धेरै मात्र सेयर गर्नुहोला। गृहमन्त्री सुदन गुरुङ पनि आफै मन्टो निहुराएर शोकमा हुनुहुन्छ दर्शकवृन्द। तपाईँ देख्न सक्नुहुन्छ दीप प्रज्वलन भइरहेको छ। सबैजना भावुक क्षणमा हुनुहुन्छ, जसको कारणले गर्दा यो देशमा परिवर्तन आएको छ र आशाको किरण जागेको छ। जसरी बालेन सरकार आइसके पछाडि 100 दिनमा 100 सूची बनाएर रफ्तारका साथ काम गरिरहेको छ, त्यो देखेर ती आज प्रज्वलित जुन दीप प्रज्वलन भएको छ, जसले यो देशको परिवर्तनको लागि आहुति दिनुभएको थियो, उहाँहरूको आत्माले पक्कै पनि शान्ति पाएको होला दर्शकवृन्द। जेन्जी शहीदका आमा बुवा पनि यहाँ हुनुहुन्छ, भावुक क्षणमा हुनुहुन्छ, रोइरहनु भएको छ। सुदन गुरुङ जसले लथालिङ्ग भएको जेन्जी आन्दोलनपछि नेतृत्व गरिसके पछाडि जुन परिवर्तन यो चाहेको थियो समाजले, जसको लागि जेन्जीले शहीद हुनु परेको थियो, ज्यानको आहुति दिनु परेको थियो, त्यही अनुसारको सरकार बनेको छ। शक्तिशाली सरकार, लगभग 2/3 सरकारका गृहमन्त्री, शक्तिशाली गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ। पछिल्लो समय सुदन गुरुङले 7 दिनमा 10 जना दलाल, बिचौलिया, तस्कर र उच्च पदस्थ व्यक्तिहरूलाई जसले यो देश लुटेका थिए, चुसेका थिए, तिनीहरूलाई पक्रिएर यति बेला कठघरामा उभ्याउनु भएको छ र अनुसन्धान भइरहेको छ दर्शकवृन्द। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले ताकी स्कुल ड्रेसमा रहेका विद्यार्थी लगायतका ती शहीद भइसक्नुभएका व्यक्तिहरूलाई ताकी गोली हानेर हत्या गरेको थियो। त्यही पूर्व संसद भवन अगाडि उहाँहरूलाई त्यही गेटमा फोटो टाँसेर उहाँहरूलाई यति बेला दीप प्रज्वलन गरिएको छ दर्शकवृन्द। सुदन गुरुङ पनि आफै भावुक भइरहनु भएको छ। उहाँको छेउमा आसपासमा जेन्जी शहीदका आमा बुवा बसिरहनु भएको छ। यति बेला यो भन्दै गर्दा हामी पनि मन थाम्न सकिरहेका छैनौँ। अब हामीले यो देश परिवर्तन भएको देख्नेछौँ। यदि ती जेन्जी शहीदहरूको पुनर्जन्म हुन्छ भने यही देशमा होस् र तिनै जन्म भएका आँखाले देख्न सकुन् यो सरकारले गरेको परिवर्तन, यो देश परिवर्तन भएको दर्शकवृन्द। हामी यही कामना गर्न चाहन्छौँ, ती आत्माहरूप्रति यही प्रार्थना गर्न चाहन्छौँ दर्शकवृन्द। त्यसले गर्दा अन्तरिम सरकार हुँदाहुँदै 2/3 लगभग 2/3 राष्ट्रसभाको सरकार बनेको छ, जसमा गृहमन्त्रीको रूपमा सुदन गुरुङ हुनुहुन्छ। उहाँ आफै पनि जेन्जी अभियन्ता हुनुहुन्छ र उहाँ अब ती शहीदहरूको योगदानलाई सम्मान गर्दै दीप प्रज्वलन गर्नको लागि यहाँ आइपुग्नु भएको छ। सायद ती जेन्जी माथिबाट उहाँको आत्माले हेरिरहेको भए पक्कै पनि यो समयमा उहाँहरू खुसी हुनुहुन्छ होला। नयाँ सरकार आएको छ, रफ्तारमा काम गरिरहेको छ। 100 दिने 100 सूची को काम गर्न रफ्तारमा अगाडि बढिरहेको छ यो सरकार। सायद यही परिवर्तनको लागि ती जेन्जीले ज्यान गुमाएका थिए दर्शकवृन्द। सरकार शक्तिशाली लगभग 2/3 सरकारका गृहमन्त्री सुदन गुरुङ जो आफै पनि जेन्जी अभियन्ता हुनुहुन्थ्यो र अभियान लथालिङ्ग हुन थालिसकेपछि त्यसको नेतृत्व लिएर अहिले यो स्थानसम्म आइपुगेको छ दर्शकवृन्द। त्यही ठाउँ जहाँ केपी शर्मा ओली, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री रमेश लेखक नेतृत्वको सरकारले ती विद्यालय पोसाकमा भएका विद्यार्थीहरू लगायतका जेन्जी युवाहरूलाई ताकी गोली हानेर हत्या गरेको थियो दर्शकवृन्द। त्यही गेटको अगाडि दीप प्रज्वलन गरिएको छ। यहाँ अहिलेका गृहमन्त्री सुदन गुरुङ पनि यहाँ हुनुहुन्छ, दीप प्रज्वलन गर्दै हुनुहुन्छ। तपाईँ देखिरहनु भएको छ सुदन गुरुङ अहिले भावुक हुनुहुन्छ। उहाँहरूले आफ्नो ज्यानको आहुति दिएको कारणले गर्दा अहिले यो सरकार बनेको छ र अहिले देश परिवर्तनको
मुखमा छ, जसरी 100 दिनमा 100 सूची भनेर सरकारले तयार पारेको छ, त्यो देख्दा र त्यो कार्य गरेको रफ्तार देख्दा पक्कै पनि यो सरकार परिवर्तन भएर आएको छ र यसले साँच्चीकै देश परिवर्तन गर्ने भन्ने आशा पलाएको छ। जब परिवर्तन हुन्छ तब मात्र ती जेनजी शहीद लीगका आत्माले शान्ति पाउनेछन्। दर्शकवृन्द, यहाँ देख्न सक्नुहुन्छ सबैजना भावुक हुनुहुन्छ, दीप प्रज्वलन भइरहेको छ। ती शहीदहरू जसले यो देश परिवर्तनका निम्ति, जेएनजीहरू जसले ज्यानको आहुति दिएका थिए, उहाँहरूलाई सम्झेर यसरी सबैजना भावुक भइरहनु भएको छ। भावुक क्षणमा हुनुहुन्छ। जेएनजी शहीद को आत्मालाई श्रद्धाञ्जली दिँदै उहाँले दीप प्रज्वलन गरिसके, आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिसके पछाडि उहाँ भावुक हुनुहुन्छ। दर्शकवृन्द, हेर्नुहोस् त, बिचरा शहीदका आमा बुवा यति बेला रोइराख्नु भएको छ। जेएनजी शहीद रसिक खतिवडाकी आमा गहभरी आँसु लिएर तपाईँ देख्न सक्नुहुन्छ, दीप प्रज्वलन गर्दै रोइरहनु भएको छ। रसिकको आत्माले यदि माथिबाट हेरिरहेको छ भने यो परिवर्तन भएको सरकारले देशलाई पक्कै पनि परिवर्तन गर्नेछ र रसिकको आत्माले शान्ति पाउनेछ। दर्शकवृन्द, रसिकको पुनर्जन्म हुन्छ भने पनि यही ठाउँमा होस्। दर्शकवृन्द, जसरी उनले यो देश परिवर्तनका लागि आहुति दिएका थिए, यो परिवर्तन भएको उनका आँखाले, उनको पुनर्जन्मको आँखाले देख्न सकोस्। दर्शकवृन्द, भावुक हुँदै रुँदै यति बेला रसिक खतिवडा, शहीद रसिक खतिवडाकी आमा पछाडितिर जानुभएको छ। दर्शकवृन्द, र दर्शकवृन्द यति बेला दीप प्रज्वलन गरेर गृहमन्त्री सुदन गुरुङ फर्किसक्नु भएको छ। तपाईँ देख्न सक्नुहुन्छ, भावुक क्षणमा हुनुहुन्थ्यो। उहाँ बोल्न पनि अप्ठ्यारो मानिरहनु भएको थियो।